आदरणीय गैर आवासीय नेपाली साथीहरू, नेपालीका लागि नेपाली भन्ने मूल नारा सहित हामी 10 वर्षदेखि निरन्तर नेपालको आर्थिक सामाजिक समृद्धिका लागि क्रियाशील छौं। तर अहिलेसम्म पनि हामीले हाम्रो संघको काठमाडौँमा आफ्नै कार्यालय भवन बनाउन सकेका छैनौं, जसले हामीलाई काम गर्न निकै समस्या परिरहेको छ। त्यसैले हाम्रो पहिलो प्राथमिकता हो काठमाडौँमा आफ्नै कार्यालय भवन बनाउनु। भवन निर्माणका लागि करिब 15 करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो सबै रकम जम्मा गरी भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी तपाईं हाम्रै काँधमा छ। त्यसैले म सम्पूर्ण गैर आवासीय नेपाली साथीहरूलाई एनआरएन बिल्डिङ निर्माणका लागि सहयोग सङ्कलन गर्ने अभियानमा सक्रियतापूर्वक लाग्न हार्दिक आह्वान गर्दछु। यसका लागि हामीले संसारभरि नै विभिन्न अभियान सञ्चालन गरी रकम सङ्कलन कार्यलाई तीव्रता दिएका छौं। मुख्य कुरा पैसा भन्दा पनि संसारभर छरिएर रहनुभएका एनआरएनहरूले भवनप्रति आफ्नोपन र उत्तरदायित्व महसुस गरून् भन्ने हाम्रो चाहना हो। त्यसैले $1 नै किन नहोस्, आफ्नो क्षमता अनुसार सहयोग गरी यो अभियानमा सहभागी हुन म सबै एनआरएन साथीहरूमा अनुरोध गर्दछु। तपाईं हामीले अहिलेसम्म पटक पटक विभिन्न सामाजिक कामका लागि सहयोग गर्दै आएका छौं। अब एकपटक आफ्नै भवन निर्माणको सपना पूरा गर्न दिल खोलेर सहयोग गर्ने बेला आएको छ। यहाँहरूको सक्रिय सहभागिता र सहयोग बिना यो अभियान कदापि पूरा हुन सक्दैन। त्यसैले म सबै साथीहरूलाई आह्वान गर्न चाहन्छु, आफ्नो घर आफै बनाउने यो सुन्दर अवसरलाई सदुपयोग गरौं, आफूले सके जति सहयोग गरौं। अत हाम्रो घर हाम्रै दायित्व, बन्छ आफ्नै भवन, हुन्छ मन पावन। धन्यवाद। गैर आवासीय नेपाली साथीहरूसँग के अनुरोध गर्छु भनेदेखि यो साझा घर बनाउने अभियान हाम्रो स्थापना कालदेखि नै सुरु गरिएको अभियान हो। यसमा अहिले वर्तमान अध्यक्ष शेष घलेज्यू धेरै सक्रिय रूपमा लाग्नु भएको छ र उहाँले राम्रो घर छिटो बन्नुपर्छ, छोटो समयमा बन्नुपर्छ भन्ने कुरामा जुन सक्रिय रूपमा लाग्नु भएको छ, त्यसमा तपाईं हाम्रो सहयोग बिना सफल हुन सक्दैनन्। त्यसकारण प्रत्येक नेपालीहरूले आफ्नो क्षमता अनुसार, प्रत्येक राष्ट्रिय समन्वय परिषदहरूले आफ्नो क्षमता अनुसार यसमा सहभागी भइदिकन, यसमा सहयोग गरिदिकन यो हाम्रो साझा घरलाई छिटो बनाइदिनु हुनको लागि म अनुरोध गर्छु। र सबै साथीहरूलाई म के भन्न चाहन्छु भने आफ्नो घरबाट सम्मेलन गर्दा, आफ्नो घरबाट देशको समृद्धि अभियानको सुरुवात गर्दाखेरि धेरै नै गौरवका कुरा हुन्छन्, धेरै नै आनन्दको कुरा हुन्छ। त्यसकारण यसमा सबै साथीहरूलाई सहभागी हुनको लागि म फेरि अनुरोध गर्छु र हामी सबैजना सहभागी हुने बित्तिकै यो राम्रो घर, पवित्र घर छिटै नै बन्नेछ भन्ने पनि मैले विश्वास लिएको छु। गैर आवासीय नेपाली सङ्घ स्थापना भएको 10 वर्षभन्दा बढी समय भइसक्यो। अहिलेसम्म हामी नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा त्यही नै अफिस सञ्चालन गर्दै आइरहेका छौँ। गैर आवासीय नेपाली सङ्घ विश्वव्यापी एउटा सङ्गठन भएको हुनाले गर्दाखेरि हाम्रो आफ्नै बिल्डिङ हुनु जरुरत छ। गैर आवासीय नेपाली सङ्घको आफ्नो बिल्डिङ बनाउनको लागि जुन एउटा अभियानको रूपमा वर्तमान अध्यक्षज्यूले अभियान चलाउनु भएको छ, त्यसमा हामी सबैले सहयोग गर्नु जरुरी हुन्छ। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा आबद्ध मात्रै साथीहरूले सानो योगदान गर्ने हो भनेदेखि यो बनाउन सकिन्छ। म सबै साथीहरूलाई के विनम्र अनुरोध गर्छु भनेदेखि यो हाम्रो आफ्नै घर हो भन्ने सम्झेर त्यसमा एउटा इँटा हामी सबैले थप्नुपर्छ भन्ने कर्तव्य बोध गर्ने हो भनेदेखि यो अभियानलाई हामी सफल बनाउन सक्छौँ। आफ्नै बिल्डिङमा बसेर हामीले सम्मेलन गर्न सकौँ, हाम्रा मिटिङहरू गर्न सकौँ, त्यो हामी सबैको लागि गर्वको विषय हुनेछ। म सबै साथीहरूलाई होस्टेमा हैसियत गरिदिनु हुन अनुरोध गर्दछु। गैर आवासीय नेपाली सङ्घको स्थापना भएको आज 1 दशकभन्दा बढी भइसकेको छ। नेपालभित्र आफ्नै सचिवालय र आफ्नै भवन निर्माण गर्नको लागि यो कार्यकालमै पुरा होस् भन्ने हामी इच्छा राख्दछौँ। त्यसैले म सम्पूर्ण गैर आवासीय नेपाली सङ्घका साथीहरूलाई, दाजुभाइ दिदीबहिनीहरूलाई यो आह्वान गर्न चाहन्छु कि आउनुहोस्,
यसमा हामी सबैले सामूहिक रूपमा लाग्नु पर्दछ र कुनै व्यक्तिको थोरै व्यक्तिले सहयोग गर्नुभन्दा हामीहरूले चाहिँ नि यसमा सबैको सहभागिता होस् भन्ने चाहन्छौँ। हामी गैर आवासीय नेपाली सङ्घको जुन 35 लाखको सङ्ख्या छ त्यसमा कमसेकम 50% को सहभागिता होस् भन्ने म यो आह्वान गर्न चाहन्छु कि यो हामीहरूको सामूहिक इच्छालाई पूरा गरौँ र मातृभूमिको सेवामा अझ अगाडि बढौँ। हाम्रो घर हाम्रै दायित्व, बन्छ आफ्नै भवन, हुन्छ मन पावन। मायामा कर्म भूमि छ मेरो, दयामा जन्म भूमि नेपाल। मायामा कर्म भूमि छ मेरो,